अहिलेको चुनाव यो 2022 सालको चुनावमा कस्तो छ भने मान्छेहरूलाई के को एङ्गलबाट रोजेर भोट हाल्ने भन्ने समस्या भइरहेछ कि अब पार्टी हेर्ने हो कि व्यक्ति हेर्ने हो कि प्रधानमन्त्रीको उम्मेदवार हेर्ने हो कि हिजो आफूलाई लगाएको गुण हेर्ने हो कि उसको व्यवहार शैली हेर्ने हो कि चुनाव चिन्ह हेर्ने हो कि भन्ने कुरा मान्छे अलिक कन्फ्युज भयो जस्तो लाग्यो मलाई चाहिँ। अब हिजोका समस्याहरू पनि मान्छेमा छन्, अब के गरेका थियो र भन्ने कुरा पनि गर्छन् होइन। त्यसो भएर अब यो भोट हाल्ने बेलामा चाहिँ अलिकति बुढालाई नरोज्ने, नयाँलाई रोज्ने, धन्नेरीलाई रोज्ने यस्ता यस्ता कुराहरू पनि समाजमा भइरहेको हुँदाखेरि अलिकति सचेततापूर्वक विचार गरेर मतदान गर्न जानु पर्ला है भन्ने मलाई लाग्छ। त्यसको लागि पनि अब समय छँदै अलिकति अध्ययन गर्ने, घोषणापत्र हेर्न पर्ने हो कि अथवा चाहिँ उम्मेदवारसँग प्रतिबद्धताहरू लिन पर्ने हो कि। अब प्रतिबद्धता त चुनावको बेलामा गरेका प्रतिबद्धताहरूले फेरि खासै अर्थ त राख्ने कुरो भएन। अब एक थरी नारा चाहिँ अहिले अब जबरजस्ती 5 वर्षको थायी सरकार भन्ने जबरजस्ती त्यो स्थापित अब भइरहेको छ। चाहेको त सबैले फेरि 5 वर्षकै थायी सरकार भइदिएदेखि त यो 9 महिना 10 महिनामा सरकार फेरिने कुरो त राम्रो त भएन। तर फेरि 5 वर्षको थायी सरकार बनाउने नाममा अब एउटा मान्छेलाई भगवान बनाएर फेरि त्यो भगवानले त लगेर चाहिँ हालिदियो भने के गर्ने हो भन्ने समस्या पनि छ। हामीले फेरि देखिरहेका छौँ के अरे अब अन्तर्राष्ट्रिय भू राजनीतिका कुराहरू पनि छन्, भारत चीनका कुराहरू पनि छन्। युक्रेनमा के भयो भन्ने पनि देखिया छ। मान्छेहरूलाई अलिकति डर लाग्दै छ यो स्थिति। अब यता भारततिर पनि चिडाउनु भएको छैन, अमेरिका पनि लागिरहेको छ। अब युथ काउन्सिलका कुरा पनि हामीले सुनिरहेका छौँ होइन। मान्छेले अब अहिले कसरी रातारात भाइरल बनाउने, कसरी हिरो बनाउने, कसलाई स्थापित गर्ने, कस्तो ड्रेस लाएर हिँडेर चाहिँ अनि मान्छेले आकर्षक देखाउने र कसरी हात हल्लाउने, कसरी चाहिँ बोल्ने, यी कुराहरू सबै अब एआईबाट अहिले धेरै आइसक्यो हुँदाखेरि भोट हाल्ने बेला चाहिँ अलिक विचार गर्नै पर्ला। अब अलिकति आफूले चिने जानेको मान्छेको व्यक्तित्व, उसको प्रभाव के छ भन्ने चाहिँ ख्याल गर्न पर्ला भन्ने हो। मसँग सोध्नुहुन्छ भने त मैले त सिधै चाहिँ अब अहिले मेरो पार्टीका हैसियतले मैले प्रचार गर्ने हिसाबले त मैले आँखामा भोट हाल्नुहोस् भन्छु। प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह आँखा हो, त्यसमा भोट हाल्नुहोस् भन्छु मैले भन्नलाई त मेरो आफ्नो हिसाबले मेरो विवेकले त्यही देखेँ, म त्यतै लागेँ। अब पार्टी नयाँ पनि भयो, मान्छेहरू पनि अनुभवी, खारिएका, समाजमा स्थापित, व्यवस्थाका लागि लडेका, परिवर्तनका लागि लडेका मान्छेहरू छन् यसमा भन्ने हिसाबले हो। अब म फेरि जेमा लागेँ तपाईँ पनि त्यसै लाग्नुपर्छ भन्ने कुरा त मेरो होइन होइन। अब त्यो बुझेर सोच विचार गरिकन भ्रममा नपरेर अब फेरि मान्छे त तमासा देखाउँदै पनि हिँडेका छन्, त्यो सबै कुरा ख्याल गर्नु होला र अहिलेदेखि फागुन 21 आइपुगेको छैन के अरे अझै त मैले सोचेको छैन भनेर उही दिन सोचेर भएन। विभिन्न थरीका काण्डहरू सबै के गरेछन्, कसो गरेछन् सबै हेरेर बुझेर अलिकति बस्न पर्ला भनेर मेरो अनुरोध गरेँ मैले। त्यही ढङ्गले बुझेर यहाँहरूले चाहिँ मतदानको तयारी गर्नु होला। अब यो आउन त अचानक आयो, हेर्नुहोस्, सोच्दै नसोचेको यो वैशाखको चाहिँ आँधीबेहरी जसरी आयो, असारमा पर्ला भनेको पानी अब वैशाखमै आँधीबेहरी आएपछि अब कसो गर्ने के गर्ने भन्ने त सोच्नु त पर्यो। फेरि भागेर पनि भएन, निर्वाचनमा भाग त लिन पर्यो। अब त्यो भएर विचार गर्नु होला। लोकतान्त्रिक विधि पद्धति मान्ने, स्वीकार गर्ने, व्यक्तिवादमा नफसेको सामूहिक निर्णय गर्ने, समूहका कुरा सुन्ने, हाट्टहुट्ट गरेर धकेला धकेल गर्दै नहिँड्ने, अब मै हो म बाहेक कोही छैन भनेर नभन्ने खालका त्यस्तो जनताले त्यतातिर ध्यान दियो भनेदेखि भोलि पछुताउनु पर्दैन। भोट हाल्ने बेलामा हिजो 30 वर्षदेखि अब एउटा भरममा परेर भोट हाल्दै पनि आउनुभयो, आइयो हामी सबै। अब अहिले आएर पार्टी सब कोही काम नलाग्ने भनेर फेरि एक्कासी नयाँ खोज्दाखेरि नयाँ फल चाखम भन्दाखेरि विषय पऱ्यो भने के गर्ने भन्ने कुरा पनि फेरि विचार गर्नु पर्ला। नयाँ त नयाँ हो, तर नयाँमा पनि सबैले देखेको, जानेको, बुझेको अब अलिकति यो खाना हुन्छ है, चाख्न हुन्छ भन्ने खालको चाहिँ हेरेर गर्नु पर्ला भनेर भने है मैले त। ल।